हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। म चाहिँ लक्ष्मी थापा। आज चाहिँ हामी एउटा बजार जान लागेको खाना खान। मैले चाहिँ धेरै भयो थियो भिडियो नहालेको, आज चाहिँ हालौँ भनेर हाल्न लागेको छु। के हुन्छ म देखाउँछु है हजुरहरूलाई। म चाहिँ यत्तिकै सनस्क्रिन मात्र लगाएर जाने हो। झाउलामा केही पनि गर्दैन, केही पनि हुने अलिअलि यस्तो लाउन पर्यो। म चाहिँ रेडी भएर भइसकेँ। बाल छोड्ने भनेको बाल छोड्न सक्दैन, मलाई थाहा। मैले कहिले पनि यसरी बाल छोडेर हिँड्दैन क्या, त्यही भएर हेरौँ। अहिले त यत्तिकै छोड्छु, पछि बाँध्छु होला। चाहिँ मेरो आउटफिट त्यही हो अब त्यही गएपछि भिडियो बनाउँछु। हामी चाहिँ निस्किसक्यौँ, यहाँ ग्राउन्डमा छौँ। यहाँ केही किनेर त्यसपछि जाने। चाहिँ यहाँबाट निस्किसक्यौँ, अब त्यही हो हिँड्दैछौँ। मम्मीलाई मतलब छैन, एकछिन यहाँ पैसा उडायो भनेर गाली खाऊ। पैसा नि फेरि कति हो भन्नु न, हात्ती धाममा भएको थियो। त्यही हो, अब हामी जाँदैछौँ। पुगेपछि भिडियो गराउँछु। हामी चाहिँ आइसक्यौँ। गरम भयो एकदम। मम्मी गइसक्नु भयो, अब म पनि जान्छु। खाना के भयो सानो मान्छेलाई? यसको नाम भैरव। भैरव ओइ ओइ, ए लामखुट्टे, ए लामखुट्टे। गर्मी। यस्तो हो, त्यहाँ फले हो। यहाँ फले हो, outfit of the day. भैरव हेर त तिम्रो साथी साथी। यता हेर न, यता सानो के भयो? ल बल्ल हाँसो लाग्यो। हाँसेको हाँसेको ल तिन टुङ्गा पऱ्यो। चुनु आऊ आऊ आऊ, यता 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 आऊ त यता। ल बल्ल हाँसो लागेछ हो। ल छोरो त भैरव तिमीले माया पाएनौ, तिमीले माया पाएनौ। हामी चाहिँ भर्खरै निस्क्यौँ यहाँबाट। हे हे हे, चस्मा लाउनु न। अनि त्यही हो,
खाना खाएर भेटघाट गरेर बजै माइजू मामा बाबुहरूलाई भेटेर यहाँबाट निस्क्यौँ। अब चाहिँ बुद्धनगर गएर चुडा किन्ने चुडा बल्ल साउन्ड लाग्यो हामीलाई। म चाहिँ स्कुटी चलाउँदैछु। ल वहीँ पुगेपछि भिडियो गराउँछ है त अब। मैले हजुरलाई यो भन्ने खोजेको एउटा हामीले चाहिँ भने जस्तो चुडा पनि पाएनौँ। अब किन्छु कि किन्दैन थाहा छैन। अब मासतिर जाने त्यही हो। कुन हामी चाहिँ अब यहाँबाट चुडा किन्न जान्छौँ। हामी चाहिँ बाटोमा छौँ। चुडा किनेर भ्याइसी चाहिँ आमा घर जान्छौँ हामी। त्यही हो, आमा घर गएपछि देखाउँछु। चुडा पनि किनेपछि देखाउँछु। त्यही हो। मलाई चाहिँ यो मन पर्यो तर कति ठुलो भयो कि हातमा। राम्रो छ। हामी चाहिँ यहाँ छौँ। यो राम्रो थियो कि के गर्नु भयो। मैले चाहिँ यो किने। म चाहिँ आमा घर आएँ। बल्ल साउन्ड लाग्यो तर मलाई यति धेरै त मन परेन। म खोलिदिने मम्मीले गाली गरिराख्नु भयो यति धेरै किन्यो भनेर। यहाँबाट डुल्न जान्छु कि के हुन्छ पछि थाहा हुन्छ। अहिले एकछिन पछि थाहा हुन्छ। अहिले चाहिँ रेस्ट गर्छु। म चाहिँ डुल्न जान लागेको। म चाहिँ त्यहाँबाट निस्केँ। अब हामी चाहिँ पाकडी डुल्न जान्छौँ मदन होइन। त्यही हो। हामी चाहिँ आइसक्यौँ। हामी उता के अरे पाकडी जाने भनेको पाकडी चाहिँ गएनौँ हामी। नजिक आइज भयो आएन तल। हामी चाहिँ आइसक्यौँ। यो चाहिँ मेरो चुडा चुडा चुडा। अझ यहाँ आमाको घर आइसकेँ। अब चाहिँ मैले यहाँ इन्ड गर्छु भ्लग। यहाँ स्थिति गम्भीर छ। आमा हेलो भन्नु न। हेलो बाई भनिसक्दा हेलो हेलो ल बाई बाई। आजको भिडियो चाहिँ मैले यहीँ इन्ड गर्छु। बाई।